चाहिँ अब सुत्केरी मसला तयारी हुँदैछ हाम्रो घरमा। यो चाहिँ सुप र यो चाहिँ सुप भन्छ हो। यो अलिअलि फ्लेभरको लागि पनि लाउनु पर्दो रहेछ। यो चाहिँ के एउटा पौष्टिकवाला चिजहरू, तर हामीलाई पनि थाहा भएन यो चाहिँ विदेशी चिज हो। यो बदाम हाम्रो लोकल बदाम हो। यो चाहिँ काजु, त्यही गरी यो किसमिस, त्यसै गरी यसलाई चाहिँ आलमोड भन्छ। योलाई बदाम पनि भन्छ। बदाम यहाँले चिन्नु हो, यो त ओखर नै हो। पछाडि गुलियोको लागि हामी यो चाहिँ फेरि हाम्रो एकदम पाहाडमा बनिएको प्युर सक्खर हो। यो गुलियोको लागि हामीले यो पनि राख्छौँ। यो चाहिँ छोकडा। यो सबै मिश्रण गरेर अब हामी सुत्केरीको लागि मसला तयार गर्दैछौँ। अब यो सुक्खा भाँडामा चाहिँ हामी त्यो अघि भुटेको राख्छौँ। अब यस पछाडि हामी ज्वानो, यसलाई पनि हामी भुट्छौँ। यो चाहिँ अब दालचिनी अनि ल्वाङ सिक्मेलहरू छ यहाँनिर। यसलाई पनि हामीले भुट्छौँ। यो चाहिँ अब फेरि मरिच, ल्वाङ सिक्मेलहरू लगायत यहाँनिर दालचिनी अनि हामीले उयोहरू पनि लगाएका छौँ। यसमा अन्य सोपहरू पनि हुँदाखेरि चाहिँ हामीले अलैँचीहरू पनि लगाउन सकिन्छ यसमा। यो चाहिँ अलैँची पहाडको एकदम हाम्रो ताप्लेजुङ जिल्लाको प्युर अलैँची हो, माथि एकदम अर्ग्यानिक। यसको स्वादै बेग्लै हुन्छ। अब घिउमा अरू चिजहरू पुऱ्याउनुपर्छ, यहाँलाई त्यो पनि देखाउँछ हामी। अलिक यो हामीले पहाडदेखि नै ल्याएको घिउ है यो पनि। अब यो हामीले घिउमा आलमोड चाहिँ हामी पुऱ्याउँदैछौँ यसलाई, अथवा अलिअलि खर्याउँदैछौँ। सबै भुट्दाखेरि घिउमै भुट्नुपर्छ है। अब हामी यसपछि ओखर, अब छोकडा, यसलाई पनि हामीले घिउमा फुटाउनु। यो चाहिँ फर्सीको बिहा, फेरि हामीले यो घिउमै यसलाई फुटाउँदैछौँ। किसमिस पनि लाउँदैछौँ र यो पनि घिउमै पुऱ्याउनुपर्छ। सुत्केरी मसलाको लागि एकदम पौष्टिक चिजहरू मात्रै हामीले यहाँनिर सेट गरिराखेका छौँ। अब एकछिनमा यहाँलाई अरू प्रक्रिया पनि देखाउँछौँ। हामी चाहिँ आइटम एकदम धेरै लाउँछौँ। अब अरूले चाहिँ तपाईँलाई 5 आइटम 6 आइटम लाएर पनि बनाएको देखेको छौँ। हामी चाहिँ तपाईँहरूलाई एकदम अहिले हामी कति आइटम भनेर देखाउने नै छौँ। अब फेरि यहाँ हामी नरिवलको सानसानो चाना बनाएर पनि यसलाई फेरि हामी बुजुरी भनौँ न, यसलाई चाहिँ फेरि हामी गर्ने जमाको गरिराखेको छौँ। यो चाहिँ एकदम धेरैहरू गरेको छौँ है। तर यो खरै ठुलो भएर खराइमा चाहिँ एकदम थोरै देखिँदो रहेछ कि। खरै ठुलो त्यो भएकोले गर्दाखेरि धेरै सानो हाल्दा पनि सानो नै थोरै नै देखिन्छ।
ल यो हाम्रो सुत्केरी मसलाको लागि चाहिँ के छ बदाम, भनिदिनु आलमोन्ड, 2 काजु, 3 नरिवल, 4 किसमिस, 5 फर्सीको बिया, 6 छोक्रा, 7 ओखर, 8 यो चाहिँ नाम आएन के हो, त्यो एकदम राम्रो चिज हो यो पनि 9 सक्खर, 10 सोप, 11 पानजिरा, 12 अलैँची, 13 दालचिनी, 14 ज्वानो, 15 त्यहाँदेखि मरिच, 16 ल्वाङ, 17 अनि यो के सुक्मेल, 18 अनि त्यहाँदेखि यो पिठो, 19 के छिटो घिउ घिउ 20 दिस साइड अफ भएछ 20 मात्रै हो र मैले त अघि त 21 पुऱ्याएको थिएँ के छुट्यो बिया सुप सोप 21 अब यसलाई हामी फेरि अब एकछिनमा ग्राइन्डरमा लाएर यसलाई हामी अब धुलो बनाउँछौँ यो चाहिँ अब करिब करिब खानालाई तयार भइसक्यो हामीले त्यो जुन 21वटा चिजहरू चाहिँ गनेको थियौँ हो त्यो सबै लगाइसकेको छ हामीले यो चाहिँ मिसाएर अब हाम्रो खानको लागि चाहिँ यो तयारी भयो अब